अब चाहिँ हामी फाइनल्ली पाथिभराको लागि काफ्ले फेदीदेखि उकालो लाग्दैछौँ। हेरौँ अब अरू त सबैजना 3-4 घन्टामा पुग्नु भएको छ अरे। हामीलाई चाहिँ यहाँबाट पक्कै पनि 6 देखि 7 घन्टा लाग्नेवाला छ र आज चाहिँ हामी माथि मन्दिरमै मिठो हावा खाएर बस्नेवाला छौँ। फाइनली हामी चाहिँ ठुलो फेदीको गुराँसे डाँडा आइपुग्यौँ। अब ठुलो फेदी आइपुग्नाले चाहिँ अझ हामीलाई आधी घन्टा 45 मिनट लाग्छ होला। कफी चाहिँ यहाँ चाहिँ तातो कफी यति धेरै मिठो भएको छ। आउँछ कि रमाइलो छ। फाइनली मागेर लगाएको काम पनि चुडियो है। यो बहिनीहरूको मेहनत के मैले चुडाइदिनै सकेँ। हेलो, म चाहिँ उकालो लागेर लगभग मास्लो फेदी आइसकेँ। मलाई त्यति धेरै सरोकेट चाहिँ फिल भइरहेको छैन, किन यो मेरो 7औं पटक हो पाथिभराको यात्रा। हरेक साल म यही समय पारेर आइ नै रहेको हुन्छु। तर बिचरा मेरो साथी पनि सँगै आएको छ। अहिले उसले मेरो भिडियो लिइरहेछ, तर उसलाई भने धेरै नै गाह्रो भएको छ। उसको फर्स्ट टाइम हो। अनि कतिको रमाइलो भइरहेछ त माया? रमाइलो त खतरा भइरहेछ। म चाहिँ फर्स्ट टाइम हो। म त कस्तो भने तल बसेर भाइ बहिनीहरूलाई जाउ माथिबाट एयरपोर्ट लिएर आयो भन्ने मान्छे। अब 81 यति माथि आउँदा गाह्रो भएको छ, तर यो नक्कलीसँग आउँदा गाह्रो भएको छैन। अनि रमाइलो चाहिँ कतिको भइरहेछ? धेरै भइरहेछ। भनेपछि हामी फाइनल्ली कहाँ जाँदैछौँ रे? पाथिभरा। फाइनल्ली हामी ठुलो फेदीमा आइपुगेर तातो खाना खाएर पनि उकालो लाग्न लाग्यौँ। अहिले पाथिभराको मुख्यद्वारमा छौँ। फेरि हजुरहरूले भन्नु होला खाना खाएर मन्दिर किन? आज चाहिँ हामी आमाकै काखमा सुत्न जाँदैछौँ र हामी वहीँ बस्छौँ। भोलि बिहान मात्र दर्शन गरेर फर्किने हो। बाई। अहिले यति बेला भने चाहिँ हामी बिहानको 8 बजिसकेको छ। बज्न लागिसक्यो। हामीले आएर धेरै भिडभाड छ यसमा लाम बसेर। आज हामी यहीँ पाथिभराको मन्दिरमै बसेको थियौँ। अनि बिहान उठ्यौँ, नुहाइधुवाइ गरेर पूजाआजा पनि सकिसकेको छौँ। अब हामी आरामले आफ्नो वासस्थानमा प्रस्थान गर्दैछौँ। जय मा जय पाथिभरा। अब चाहिँ हामी ताप्लेजुङ छोडेर इलाम आइपुगेको छौँ। रातभरिको नाइटको गाडी चढेर 4 बज्दा चाहिँ आएको थियौँ। एकछिन रेस्ट गऱ्यौँ, फ्रेस भयौँ। अनि मिठो ब्रेकफास्ट आइसकेको छ। अब हामी खान्छौँ अनि हामी साह्रै नै अल्छी छौँ त एकछिन फेरि रेस्ट गर्छौँ। अनि 2 बजे पछाडि चाहिँ हामी घुम्न जान्छौँ। कहाँ जान्छौँ अहिले चाहिँ भन्दिनँ, पछि भन्छ। गर्न यार बाढी खानु छ। के हो त्यो